हेलो एभ्रिवान, आज चाहिँ म होममेड दही बनाउन जाँदैछु। मेरो पनि फर्स्ट टाइम हो। कस्तो बन्ने रहेछ हेरौँ है त। यो चाहिँ मैले दुध उमाली पनि सक्यो। यो माथि पुरै बबल पनि आएको छ। अब यसलाई सेलाउन दिउँ अनि अर्को भाँडामा सिफ्ट गरौँ है। अब दुध पनि अलिअलि सेलायो, अलिअलि तातै छ। अब चाहिँ म त्यसमा यो दही हाल्न जाँदैछु है। छोपेर राख्ने कस्तो हुन्छ भोलि हेरौँ है त। यसलाई अब छोपेर कुनामा लगेर राख्छु है। अब भोलि हेरौँ। यो चाहिँ मैले सेकेन्डचोटि बनाएको। बन्नु त एकदमै राम्रो बनेको छ। अगाडिको चाहिँ अलि राम्रो बनेन भनेर मैले यो हर्केसमा बनाएको। जस राम्रो चाहिँ राम्रो हुने रहेछ, तर अलि राम्रोसँग सेट चाहिँ भएको छैन। हेर्नुहोस् न, अलि झरक्क झरेको जस्तो हेर्नुहोस् त। त्यही भएर मैले फेरि थर्ड टाइम बनाएँ। थर्ड टाइम बनाउँदाखेरि चाहिँ यति राम्रो भएको छ कि हजुरहरूले पनि हेर्न सक्नुहुन्छ कति राम्रो बनेको छ भनेर। मैले त एक्सपेक्ट नै गरेको थिइनँ कि यति राम्रो हुन्छ भनेर। हेर्दा पनि सेम जुजु धाउ जस्तो बनेको छ। खाँदा त एकदमै मिठो भएको छ। बजारको भन्दा पनि एकदमै मिठो हुने रहेछ घरमा बनाएर खाएको चाहिँ। हजुरहरू पनि अवश्य एकचोटि चाहिँ ट्राई गर्नुहोस् है। यसको लागि केही पनि चाहिँदैन। 1 लिटर दुध र 1 चम्चा दही भए पुग्ने रहेछ। र म खाएर पनि देखाउँछु है हजुरहरूलाई। एकदमै मिठो भएको छ। हजुरहरूलाई कस्तो लाग्यो मेरो भिडियो? सी यू नेक्स्ट भिडियो। बाई।